ल सबैलाई नमस्ते है। ल आज पार्ट 5 है। पार्ट 5 मा फर स्मल रेजिडेन्सियल एरिया द प्रिफर डिस्ट्रिब्युसन इज के हुन्छ यसको राइट आन्सर? ल तपाईँहरू ल भन्नुहोस् त मलाई छिटो। स्मल रेजिडेन्सियल एरियामा कुन प्रिफर गर्छ भन्नुहोस् त। भन्नुहोस्। ल अब सुरु गरौँ है। के हुन्छ यसको? यसको रेडियल हुन्छ है। रेडियल। द चिपेस्ट एन्ड टेम्पोररी वायरिङ मेथड इज कुन हुन्छ भन्नुहोस्? सस्तो र टेम्पोररी कुन वायरिङ मेथड हुन्छ? यसको क्लिट वायरिङ हुन्छ है। द सेफ एन्ड मोस्ट ड्युरेबल वायरिङ सिस्टम कुन हुन्छ? यसको कन्ड्युट वायरिङ हुन्छ है। नेक्स्ट ब्याटेन वायरिङ युजेज। ब्याटेन वायरिङ के युज गर्छ भन्नुहोस् त? बी नम्बर वुडेन ब्याट है। कन्सिल्ड वायरिङ इज युजली डन युजिङ के हुन्छ? कन्ड्युट इनसाइड द वायर है। हुन्छ त। विच वायरिङ इज कमनली फाउन्ड इन ओल्ड बिल्डिङ? केसिङ केपिङ। कन्ड्युट वायरिङ इज सुटेबल फर कन्ड्युट वायरिङ इज सुटेबल फर के हुन्छ यसको? लङ टर्म सेफ्टी एन्ड एस्थेटिक है। इलेक्ट्रिकल लेआउट सोज द पोजिसन अफ के हुन्छ? फिक्सर स्विचेज एन्ड सकेट्स है। नेक्स्ट लेआउट ड्रइङ आर इसेन्सियल फर लेआउट ड्रइङ किन इसेन्सियल हुन्छ? फर इलेक्ट्रिकल प्लानिङ एन्ड इन्स्टलेसन है। इन एन इन एन इलेक्ट्रिकल लेआउट द सिम्बल रिप्रेजेन्ट्स के हुन्छ? इलेक्ट्रिकल आइटम है। इलेक्ट्रिकल लेआउट ड्रइङ आर युजली मेड बाई कसले बनाउँछ यो? यसको राइट आन्सर तपाईँहरूले त्यति हेर्ने बित्तिकै हाल्नुपर्छ। इन्जिनियरले के इन्जिनियरले डिजाइन गर्ने हो नि। लेआउट ड्रइङ हेल्प एभोइड के गर्नु? यसको राइट आन्सर के हुन्छ? अप्सन्स पढ्नु त इलेक्ट्रिकल कन्फ्लिक्ट एन्ड हजार्ड्स है। नेक्स्ट लोड सेड्युल इज लिङ्क्ड टु लोड सेड्युल इज लिङ्क्ड टु के हुन्छ यसको? इलेक्ट्रिकल लेआउट है। लोड एस्टिमेसन हेल्प्स डिटरमाइन लोड एस्टिमेसन्स हेल्प्स इन डिटरमाइनिङ के भयो भन्नुहोस्? यसको के हुन्छ? यसको सप्लाई क्यापासिटी एन्ड वायरिङ साइज। लोड अफ अ फ्यान इज युजली टेकन कति? 60 वाट है। द डिस्ट्रिब्युसन बोर्ड आर युज टु यसको अप्सन्स पर्नु त डिस्ट्रिब्युट पावर टु द सर्किट है। नेक्स्ट सर्किट ब्रेकर इन डिभी आर फोर किन डेकोरेसनको लागि युज गरेको हुन्छ? हुँदैन नि ओभरलोड प्रोटेक्सन्स।
फर स्मल हाउसेस इस्टिमेटेड कनेक्टेड लोड इज के हुन्छ सानो घरको लागि इस्टिमेटेड कति हुन्छ 1 देखि 3 किलोवाट मेन स्विच इन डिबी इज युज टु मेन स्विच किन युज गरिन्छ कन्ट्रोल इन्टायर हाउस पावर है मेजर इन्डस्ट्रियल इन्डक्टिभ लोड इज के हुन्छ मोटर हुन्छ है यसको एन्सर टिपिकल इन्डस्ट्रियल भोल्टेज इज के हुन्छ टिपिकल इन्डस्ट्रियल भोल्टेज कति हुन्छ हाम्रो देशमा कति कति हुन्छ यो 415 भोल्ट है 415 440 यति हुन्छ है पावर फ्याक्टर अफ इन्डक्टिभ लोड इज इन्डक्टिभ भन्नाले ल्यागिङ है रेसिस्टिभ इन्डस्ट्रियल लोड आर रेसिस्टिभ इन्डस्ट्रियल लोड के हुन्छ यसको भन्नुहोस् त मोटर हुँदैन फ्यान हुँदैन पम्प हुँदैन अनि के हुन्छ ओभन हुन्छ है नन लिनियर लोड कजेज हार्मोनिक्स है हार्मोनिक्स नेक्स्ट इन्डस्ट्रिज प्रिफर्ड सिङ्गल फेज 3 फेज डिसी अरू के हुन्छ हेर्ने बित्तिकै आउनुपर्छ यो कुराहरू माइन्डमा 3 फेज है 3 फेजको लागि टु पार्ट ट्यारिफ इन्क्लुड टु पार्ट ट्यारिफमा के इन्क्लुड गरेको हुन्छ इट कम्बाइन्स फिक्स्ड एन्ड युजेज बेस्ट कस्ट है यसको ए नम्बर ट्यारिफ इन्करेज युजिङ ट्यारिफ इन्करेज एनर्जी सेभिङ बाई के हुन्छ यसको युजिङ बाई टिओडी प्राइसिङ है टाइम अफ डे इन्डस्ट्रियल ट्यारिफ आर डिजाइन टु के इन्करेज इफिसियन्ट युज ए नम्बर एनर्जी चार्ज इज बेस्ड अन के हुन्छ युनिट कन्ज्युम है कति युनिट हामीले युज गर्यो त्यसको बेसिस हुन्छ पावर फ्याक्टर पेनाल्टी एप्लाइज व्हेन पावर फ्याक्टर इज भेरी लो अर लो सिग्नल ट्यारिफ आर युज टु के हुन्छ म्याच द सप्लाई डिमान्ड म्याच द सप्लाई डिमान्ड बी नम्बर इनर्जी एफिसिएन्ट लाइटिङ इन्क्लुड्स के हुन्छ यसको एलइडी एलइडी है पावर फ्याक्टर इम्प्रुभमेन्ट डिभाइस के हुन्छ हिटर हो मोटर हो ब्याट्री हो होइन पावर के हो क्यापासिटर ब्याङ्क बिल्डिङ इनर्जी कन्जर्भेसन इन्क्लुड्स यो कोस्ट हो है यसको नेक्स्ट त्यसपछि अटोमेटिक कन्ट्रोल हेल्प इन अटोमेटिक कन्ट्रोल हेल्प इन के हुन्छ यसको बी नम्बर वेस्टेज कम गर्छ है नेक्स्ट सोलर प्यानल हेल्प्स कन्जर्भ के हुन्छ यसको सोलर प्यानलले के गर्छ ग्रेड इलेक्ट्रिसिटी ग्रेड इलेक्ट्रिसिटी ग्रेड इलेक्ट्रिसिटी देन इफिसियन्ट मोटर इन इन्डस्ट्रियल टु के हुन्छ इफिसियन्ट भन्नाले लो इनर्जी कन्जम्सन थाइरिस्टर इज अ एससिआर इज अ के हो पिएनपी और एनपिएन ट्रान्जिस्टर है पिएनपी दुईटा गरेको हुन्छ यस्तो है जोडेको हुन्छ सिग्नल वेन विच टर्मिनल डज नट बिलोङ्स टु एससिआर कुन टर्मिनल बिलोङ गर्दैन एससिआर हेज 3 एनोड क्याथोड गेट गेट यसको मतलब बेस हुँदैन है गर्दैन एससिआर इज एन एससिआर एससिआर इज अ के हो यो यसको के हुन्छ यो तिन यसको के हुन्छ
तिनवटा जङ्सन हुन्छ नि, J1 J2 J3 अनि 4 लेयर। सो बी नम्बर। बी नम्बर। नेक्स्ट। चुज फल्स स्टेटमेन्ट। एससीआर इज अ बाई डाइरेक्सनल डिभाइस। एससीआर यसको के हुन्छ? एससीआर इज अ बाई डाइरेक्सनल, यसको मतलब अनि यो एससीआर इज अ कन्ट्रोल डिभाइस, यो ठिक छ। त्यसपछि इन एससीआर गेट इज कन्ट्रोल टर्मिनल, ठिक छ। एससीआर इज हाई पावर एप्लिकेसन, यसको मतलब यो गलत हो, ए नम्बर गल्ती हो। तिनवटा सही छ भने एउटा मात्र गल्ती हुन्छ नि। इन एससीआर स्ट्रक्चर द गेट टर्मिनल इज लोकेटेड एट द, के हुन्छ? गेट टर्मिनल कहाँ लोकेटेड हुन्छ? नियर द क्याथोड टर्मिनल, नियर द। बी नम्बर। The VI characteristics, the static VI curve for SCR is plotted for के हुन्छ यसको? एनोड करेन्ट एनोड भोल्टेज विथ IG पैरामीटर constant, बी नंबर है इसका आंसर। if the cathode of an SCR made posi- if the cathode of an SCR is made positive with respect to the anode, no gate current is applied, then के हुन्छ? के हुन्छ? यो मिडिल जङ्सन जुन हुन्छ नि त्यो मात्र फरवर्ड बायस हुन्छ है। सी नम्बर। फर एन एससीआर द रिभर्स ब्लकिङ मोड के हुन्छ? लिकेज करेन्ट फ्लोज फ्रम क्याथोड टु एनोड, यस कुनमा छ? सी नम्बर है। विथ द एनोड पोजिटिभ with respect to cathode and gate is open, then SCR is said to be in कुन मोड? भन्नुहोस्। यो फरवर्ड ब्लकिङ मोड कुनमा छ? सीमा। नेक्स्ट। फर एन एससीआर इन फरवर्ड ब्लकिङ मोड प्र्याक्टिकली के हुन्छ? लिकेज करेन्ट फ्रम एनोड टु क्याथोड। The forward breakover voltage is the, के हुन्छ? Anode and cathode voltage at the conduction start with no gate signal is applied, B number is correct answer. For a forward conducting SCR device, as the forward anode to cathode voltage is increased के हुन्छ यसको? The device is turned on at the lower value of gate current, B number. A thyristor can be brought from the forward conduction mode to the forward blocking mode by कसरी ल्याउँछ भन्नुहोस् त? यसको एप्लाइङ रिभर्स भोल्टेज एक्रस द एनोड एन्ड क्याथोड टर्मिनल, बी नम्बर। एप्लाइङ यसको डी नम्बर हुन्छ है। एप्लाइङ usually the forward voltage trigger method is not used in turn on of एससीआर, किन गर्दैन? बिकज यसले के गर्छ नि, जङ्सन ड्यामेज गर्छ र डिस्ट्रोय गर्न सक्छ, सी नम्बर। एमोङ द फ्लोइङ among the following most suitable method of turn on एससीआर डिभाइस कुन मेथड हो सबभन्दा सुटेबल भन्नुहोस् त? यसको गेट ट्रिगरिङ मेथड है, गेट ट्रिगरिङ मेथड। द फरवर्ड ब्रेक ओभर भोल्टेज इज म्याक्सिमम हेन, कतिखेर म्याक्सिमम हुन्छ? जब गेट करेन्ट 0 हुन्छ है। फोर द एससीआर टु रिमेन इन अन कन्डिसन कन्डक्टिङ स्टेट के हुनुपर्छ? नो कन्टिन्युस गेट सिग्नल इज रिक्वायर है। नेक्स्ट। The value of anode current required to maintain the conduction of an SCR even though the gate signal is removed is called, के हुन्छ? यो सोधेको क्वेसन हेर्नु त, यो ल्याचिङ करेन्ट हो है। नेक्स्ट।
इन रिभर्स ब्लकिङ मोड द मिडल जङ्सन J2 ह्याज द क्यारेक्टरिस्टिक्स अफ द्याट अफ के हुन्छ, के जस्तो हुन्छ, यसको क्यापासिटी जस्तो हुन्छ है। नेक्स्ट, ड्यास आर सेमिकन्डक्टर थाइरिस्टर डिभाइस विच क्यान बी टर्न अन बाई लाइटिङ अफ एन एप्रोप्रिएट वेभलेन्थ। लाइटसँग लाइट नि प्रोपर एउटा एप्रोप्रिएट वेभलेन्थको लाइट इन्जेक्ट गर्यो भने त्यसले कन्डक्ट गर्छ। यसको मतलब कुन हुन्छ, यसको LASCR है। स्ट्यान्ड यो यसको मतलब के हो भने लाइट एक्टिभेटेड एससिआर है, लाइट एक्टिभेटेड एससिआर ड्युरिङ द ट्रान्जिसन टाइम और टर्न अन टाइम टर्न अन टाइम के हुन्छ यसको, द फरवर्ड एनोड भोल्टेज डिक्रिजेज टु 90 फ्रम 90 डिग्री टु 10 डिग्री एन्ड एनोड 10 डिग्री 90 डिग्री पुग्छ इनिसियल भ्यालुमा है। सी नम्बर यसको राइट एन्सर। नेक्स्ट, फोर एनएससिआर द टोटल टर्न अन टाइम कन्सिस्ट के कन्सिस्ट गर्छ भन्नुहोस् त यसको। यसले के गर्छ, डिले टाइम गर्छ कि राइज टाइम गर्छ कि स्पिड टाइम गर्छ। ड्युरिङ द डिले टाइम के गर्छ यो, द एनोड करेन्ट फ्लो नियर द गेट है। द म्याक्सिमम भ्याल्यु अफ एनोड करेन्ट बिलो विच इट मस्ट फल कम्प्लिटेड, यो सोधेको क्वेसन हो। डिभाइस अफ हुने कुन हो, होल्डिङ करेन्ट है यसको, होल्डिङ करेन्ट। नेक्स्ट, फोर एन एससिआर टोटल टर्न टाइम कन्सिस्ट अफ के हुन्छ यसको। टाइम कन्सिस्ट अफ डिले टाइम राइज टाइम एन्ड स्पिड टाइम ड्युरिङ द राइज टाइम है। यहाँ हेर्नु त्यहाँ राइज टाइम है, यो राइज टाइममा के हुन्छ, लसेस द म्याक्सिमम। ल्याचिङ करेन्ट होल्डिङ करेन्ट भन्दा के हुन्छ, बढी हुन्छ कि कम हुन्छ, यो बढी हुन्छ, हायर हुन्छ है। नेक्स्ट, फर एन एससी आर द टोटल टर्न टाइम कन्सिस्ट अफ डिले टाइम रेस्ट टाइम फल टाइम द स्पिड टाइम इन्टरभल डिपेन्ड अपन स्पिड टाइम इन्टरभल डिपेन्ड अपन के भन्छ भन्नुहोस् त यसको राइट एन्सर। यसको एरिया अफ क्याथोड है, एरिया अफ क्याथोड, एरिया अफ क्याथोड। नेक्स्ट, फर द इफेक्टिभ टर्निङ अफ एससिआर आफ्टर द एनोड करेन्ट ह्याज रिच टु जिरो भ्याल्यु जिरो भ्याल्यु के हुन्छ यसको, चार्जर रिमुभ बाई एप्लाइङ रिभर्स क्याथोड भोल्टेज है। बी नम्बर के हुन्छ, बी नम्बर। टु एभोइड कम्युनिकेसन्स फेलियर हामी के गर्छौँ द सर्किट टर्न अफ टाइम मस्ट बी ग्रेटर देन द थाइरिस्टर टर्न अफ टाइम है। नेक्स्ट, द गेट क्यारेक्टरिस्टिक्स अफ थाइरिस्टर इज अ प्लोट अफ के हुन्छ, केसँग प्लोट गर्छ हामी, आइजी अन एक्स एक्सिस एन्ड बिजी अन वाइ एक्सिस। बी नम्बर। द एरिया अन्डर द कर्भ अफ गेट क्यारेक्टरिस्टिक्स अफ द थाइरिस्टर गिभ्स के दिन्छ, यो टोटल एभरेज गेट पावर डिसिपेसन, टोटल एभरेज गेट पावर डिसिपेसन। Tangent drawn from the y-axis to a p average on the characteristics gives the value of के हुन्छ, minimum value of gate source resistance, minimum value of gate source resistance. Higher the magnitude of the gate pulse, the greater time required to inject the charge है इसको। नेक्स्ट, टू ट्रांजिस्टर मोडेल अफ एससीआर क्यान बी obtained by के कसरी अप्टेन गर्छ भन्नुहोस् त, बाइसेक्टिङ एससीआर एट द मिडल अफ द टु लेयर है। त्यसपछि ल आजलाई यति नै, यो
पार्ट 5मा यति छ है।